हेलो खामरी म सबैजनालाई है राजु भन्ने मेरो फर्स्ट ब्लगमा है मैले मुकबाङ भिडियो लिएर आएको छु। राजु मसँग हुनुहुन्छ मेरो आमा हो, खामरी म त्यहाँदेखि मेरो निम्कित हुनुहुन्छ अनम र हामी सुरु गर्नेछौँ। तपाईँहरू हेरिदिनुहोस् होला। स्टार्ट गरौँ है। के हुन्छ त्यो खाँदा पनि साथी हो। यस्तो जाडोको मौसममा चाहिँ है तातो तातो मोमो खानुको स्वाद चाहिँ फर्कै हुन्छ। मिठो भएन म त सुप पनि खानु पर्यो। सुपमा चाहिँ म चाहिँ मोरीहरू चाहिँ छिटो मोरीहरू कस्तो भन्छ मिठो भएर मोरी लगाएर खानु नि लगाएर खानु कस्तो राम्रो अब सुपमा हामीलाई चाहिँ वेबे लगाएर खानु पाइन्छ नि त, किनभने अब टेस्टी लाग्छ नि त हो। सुप चाहिँ उयो छ नि त, सादा छ नि त, यो लगाएर खायो भने चाहिँ अब नलगाइ होइन अब छ हो अन्त यो हामीले अचार चाहिँ के भन्छ यो अचार चाहिँ हामीले सिलमको बनाएको, आमाले बनाउनु भएको मिठो बनाउनु भएको छ। यो चाहिँ हाम्रो रहेको छ तातो तातो सुप। बिदियो खानु मसला मसला म आमा खाँदैन अरे म सुप खानु पर्यो। म भन्दा बेसी मलाई सुपै जरुरत छ भन्दैछ नि। सुप पनि मिठो छ। हावा कैसे रहा दामी भएछ सुप त तातो तातो। सानो चम्चीले काट्दा हुन्छ नुन लाग्यो यो हो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ है। हामीलाई लाइक गरिदिनुहोस्, कमेन्ट सब्सक्राइब गरिदिनु। सब्सक्राइब होइन त, सब्सक्राइब गरिदिनु। सब्सक्राइब होइन त, लाइक कमेन्ट फलो गरिदिनुहोस् ल। तपाईँहरूलाई यो दिनुभएकोमा धेरै धेरै धन्यवाद छ।